अहिले सिद्धशक्ति योगधाममा ढकमक्क फुलेका फुलहरू, रङ्गी फुलहरू देख्दा संसारकै सर्वोत्कृष्ट स्थान पो हो कि भन्ने देखिन्छ। फुलहरू, विभिन्न थरीका फुलहरू यता पहेँला अनि फुलहरू छन् भने यता अरू विभिन्न रङका फुलहरू फुलिरहेका छन्। अति सुन्दर फुलहरू। यो फुलको बिचमा, फुलको छेउमा सबैतिर सुन्दर रहेकाले हामी बसेर साधनाका लागि पनि अति उपयुक्त स्थल छ। र झन् यो फुलहरूको ले दिएको वासना सौन्दर्यताले त अझ यसलाई साधनामा अझ बढी यसले ऊर्जा थपिदिएको जस्तो महसुस हुन्छ। माथिदेखि तलसम्म सबैतिर उस्तै किसिमले देखिने फुलहरू र थोरै ठाउँ मात्रै होइन या फुलहरू हामी यहाँबाट हेर्दै जाँदा अहिले लगभग अलि पछि भएकोले पनि हामी सबै देख्न सक्दैनौँ। केही फुलहरू घटिसकेका छन्, ओइलाइसकेका छन्, तर तल पनि हामीले त्यसरी सबैतिर ढकमक्क फुलेको देखिन्छ।